वाइफ र मेरो चाहिँ के कुराकानी भयो आज दिनभरिमा। हिजो मैले यत्रो धेरै पोस्ट गरेपछि मेरो र वाइफको चाहिँ कस्तो खालको कुराकानी भयो त। हामी दुईजनाको कुरा के फाइनल भएको छ भन्दाखेरि ऊ आफैमा खुसी, म आफैमा खुसी। अनि त्यही भएर अहिले हाम्रो कल मेसेज केही पनि भएको छैन। उहाँले भन्नुभएको थियो कि बुढी र छोरीको माया लाग्दैन भनेर भन्नुभएको थियो। नमस्ते, म हजुरहरूको दाजुभाइ। हजुरसँग एउटा सानो कुरा भन्न आएको। के कुरा हो भनेर म आज लास्ट औडै भएको छु। किन भएको छु भनेर पनि म भन्नेछु। मैले योभन्दा अगाडि पोस्ट गरेको थिएँ आजको दिन, जस्तै आज अप्रिल 1, मैले अप्रिल 1 स्टार्ट भएको 12 बजीदेखि नै मैले युट्युबमा, फेसबुकमा, टिकटकमा हरेक ठाउँमा चाहिँ भिडियो हालेको अनि स्ट्याटस हालेको गरेको थियौँ होइन। अनि त्यो देखेर चाहिँ मलाई प्रायः जस्तो हाम्रो सबैजनाले सोधिरहनु भएको थियो कि के यो रियल हो, यो हुनै सक्दैन, यस्तो गर्नै सक्दैन भनेर चाहिँ मलाई यति कुरा हो कि मलाई अरूबाट मात्र होइन कि मेरो फ्यामिलीबाट पनि के गरेको तिमीहरूले, गर्न खोजेको के हो, किन हो भन्ने खालको प्रश्न उठाइरहनु भएको थियो। सो आज चाहिँ म सबैलाई एकमुष्ट जवाफ दिन आएको। अहिलेको टाइम भन्नुपर्दाखेरि घडी हेर्नुपर्छ, घडी नै स्विच अफ भएर बसेको छ। टाइम भन्नुपर्दाखेरि लगभग म अघि 10:30 बजी आइपुगेको हो भनेपछि समथिङ त्यस्तै यो 10:45, 11 बज्न खोज्यो होला। यतिखेरसम्ममा नभए मेरो वाइफले यति कल गरिन्थ्यो, कल मेसेज होइन, अनलाइनमा नभए फोनमा कल गरेर भए पनि मलाई लास्ट भन्नुहुन्थ्यो किन हराएको, किन कहाँ गएको, के हो कसो हो, मेसेज किन गरिनँ, सब सोध्नुहुन्थ्यो। बट आज चाहिँ कुरा फाइनल भएर बसेको छ हामी दुईजनाको कुरा के फाइनल भएको छ भन्दाखेरि ऊ आफैमा खुसी, म आफैमा खुसी। द्याट्स इट, त्यो कुरा भएको छ कि। अनि त्यही भएर अहिले हाम्रो कल मेसेज केही पनि भएको छैन है। अनि एउटा कुरा मैले मन दुखाएँ उसको, त्यसमा मलाई पनि दुःखी छ होइन, म पनि दुःखी नै छु भनौँ न, यसको लागि चाहिँ म पनि दुःखी छु। अनि अर्को कुरा के हो भन्दाखेरि मलाई बहिनीले पनि मेसेज गरेर के भनेको थियो भने दाइ के हो यस्तो, के कस्तो पोस्टहरू आइरहेको छ तपाईँको भनेर भन्नुभएको थियो। सो पोस्ट कस्तो पोस्ट आउँछ त, म जे हो त्यही पोस्ट गरिरहेको छु त है, जे हो त्यही पोस्ट गरिरहेको छु त। अनि उहाँले भन्नुभएको थियो कि बुढी र छोरीको माया लाग्दैन भनेर भन्नुभएको थियो। सो अनि मैले भनिदिएँ नर्मल तरिकाले, लाग्दैन, अब त सकिसक्यो होला भनेर मैले भनेको थिएँ। अनि त्यति मात्रै नभएर पहिला चाहिँ के देखेर माया गर्नुभयो त भनेर मलाई क्वेसन गर्नुभएको थियो उहाँले। अनि उहाँको स्क्रिनसट यहाँनिर छ, ट्याक्कैसँग देख्न सक्नुहुन्छ, हेर्न सक्नुहुन्छ के भन्नुभएको थियो। त्यसपछि हामी बोलेको पनि छैन उहाँसँग पनि, दिउँसोमा बोलेको यो सबै। अनि फाइनल रिजल्ट भनेको चाहिँ वाइफ हो। वाइफ र मेरो चाहिँ के कुराकानी भयो त आज दिनभरिमा। हिजो मैले यत्रो धेरै पोस्ट गरेपछि मेरो र वाइफको चाहिँ कस्तो खालको कुराकानी भयो त भनेर, धेरै त्यति लङ कुराकानी त भएन, जस्ट छोटो भयो तर मिठो तरिकाले इन्डिङ भएर बसेको छ कि हामी दुईजना। हेर्न सक्नुहुन्छ उहाँको पनि स्क्रिनसट। यति मात्र होइन, उहाँले यति मात्र नभएर अझै के गर्नुभएको छ भन्दाखेरि टिकटकतिर पनि उहाँले हालिसक्नु भएको छ कि थोरै होइन क्या, यति लामो क्या, हेर्नु नि यहाँनिर बाबा बाबा छक, बाबाको कल हेर्नु त्यस्तै छ। बाबा बुढोले कल गरेर चाट्यामा के गर्न खोज्यो भने। अनि फाइनली रिजल्ट चाहिँ के हो भन्न चाहन्छु भन्दाखेरि प्रायः जस्तो मान्छेले अप्रिल फुल हो भन्ने थाहा थियो है। अनि मलाई भन्दै थियो अप्रिल फुल मनाएको हो भनेर, जस्ट मैले भनिदिउँ कि न, द्याट इज रियल नट फेक भनेर मैले सबैलाई भनिसकेको छु।
रियल भनेर। सो आज चाहिँ रिभिल गर्न जाँदैछु, त्यो चाहिँ पुरै मैले अप्रिल फुल मनाएको हो सबैजनाको लागि है, सबैजनाको लागि अप्रिल फुल मनाएको हो। तपाईँहरूले अब हुन त मलाई लास्ट दुखी छु, किनकि मैले मेरो बहिनीको, मेरो फ्यामिलीको होइन, अनि मेरो सबैभन्दा धेरै चाहिँ बुढीको मन दुखाएँ मैले। त्यसको लागि चाहिँ आइएम सो सरी, आइएम सो सरी, आइएम सो सरी, सरी सरी सरी। माफ गरिदिनु होला, भगवान्ले पनि माफ गरिदिनुहुन्छ, किनकि आज चाहिँ झुकाउने दिन थियो, त्यही भएर मैले हजुरहरूलाई नि झुकाइदिएँ। स्पेसल्ली मैले चाहिँ अहिलेसम्म कहिले पनि प्र्याङ्क गर्न नसकेको भनेको मेरो वाइफलाई थिएँ होइन। अनि म आज यत्रो वर्ष म यता टाढा बसिसकेपछि त फिक्स प्र्याङ्क त हुन्छ नै नि, यो कुरा त मैले फिक्स लिएर राखेको हो। अनि उसले मलाई ठाडो ठाडो तरिकाले सोध्दै हुनुहुन्थ्यो कि के हो कसो हो, मलाई प्र्याङ्क स्याङ्क गर्न खोजेको होइन जस्तो कुरा गर्दै हुनुहुन्थ्यो बिहान कलमा चाहिँ। अनि मैले भने त्यो सब रियल हो, जे हो त्यो सबै त्यस्तै हो। अनि मैले सबै भनेको चाहिँ स्क्रिनसट तपाईँहरूलाई देखाइसकेको छु। सो हेर्नुभयो होला, भन्नु त केही पनि छैन। हेर्नु, सत्य तथ्य यही हो, अप्रिल फुल मनाएको हो। म अब तपाईँहरूले सोच्नुहोस् न, म कहीँ नपाएर मेरो यस्तो के भन्छ चन्द्रमा जस्तो छोरी, फुल जस्तो बुढी छोडेर म अरू हेर्छु होला? नेभर, कहिले पनि हुन सक्दैन। यो चाहिँ यो कहिले पनि हुन सक्दैन। जब उनीहरूलाई भुल्नुपर्ने हुन्छ तब चाहिँ मनै नरहेको हुनुपर्छ कि यहाँ संसारमा नै, नभए त्यस्तो चाहिँ मबाट हुँदैन है। त्यस्तो चाहिँ मबाट कहिले पनि हुँदैन। जस्ट यो अप्रिल फुल मनाएको हो, जति पनि मन दुखाइम माफ गरेर बोलिदिनु होला म्याडमजी, मेसेज गरिदिनु होला, कल गरिदिनु होला भन्न चाहन्छु, नरिसाउनुहोस् होला। यार तर लास्ट मन दुखेको होला नि। सुसानी, मन नदुखाउनुहोस्, जिउँदैछ, केही हुन दिने छैनौँ तपाईँहरूलाई। तपाईँहरू मेरो हो, मेरो भएर बस्नुपर्छ, अरूको भएको देख्न सक्दिनँ, म अरूको पनि हुँदिनँ। यो चाहिँ मैले यहाँ हात राखेर भन्न सक्छु, यहाँ यहाँ छाती त हुन्छ यता, यहाँ हात राखेर भन्न सक्छु, म तपाईँको बाहेक अरू कसैको हुन सक्दैन। द्याट्स इट, सक्यो क्या। अब अरू केही सुन्नु बाँकी छ र? छैन। मैले योभन्दा अगाडिदेखि नै धेरैचोटि भनिसकेको छु कि मतलब मैले धेरै समय अगाडिदेखि नै, मैले पहिल्यैदेखि भन्दै आएको कुरा हो यो। मलाई अहिलेसम्म पनि म अहिले नै भन्न चाहन्छु, म उसलाई बाहेक रोजेर अरूसँग खुसी हुन सक्दैन। यही हो यथार्थ कुरा। अरू कुरो बोल्न चाहेन मैले धेरै होइन। धेरैजना प्र्याङ्क हुनुभयो, सरी, आइएम सो सरी गाइस। सबैजनालाई तपाईँहरू सामु पनि माफी माग्न चाहन्छु। उठ बस गर्न हुन्थ्यो, के गर्नु, आफू स्ट्यान्ड छैन मोबाइल राख्ने, यत्तिकै ओछ्यानमा राखेर बसिरहेको, ओछ्यानमा बसेर बोलिरहेको छु। सो त्यही हो, अप्रिल फुल चाहिँ बबाललाई मनाइयो योपालि। अर्कोचोटि त अब पक्कै पनि कसैले नि पत्याउँदैन यस्तो कुराहरू गऱ्यौँ भने। ल गाइज, एभ्रिवान, थ्याङ्क यू सबैजनाले प्रतिक्रिया दिनुभयो हजुरहरूको आफ्नो होइन, के कस्तो थियो कस्तो थिएन। मैले मेन आइडीमा चाहिँ हालिनँ है, किनकि मैले सानो आइडी चलाउँछु, मेन आइडी चलाउँदिनँ मैले टिकटकहरूमा, त्यही भएर नर्भस हुन गइसकेँ म आफै पनि। धेरै बोल्न चाहन्न अब चाहिँ। बाई बाई सबैजनालाई, लभ यु अल।